गाइस के साल खबर आज धेरै पछि म यहाँ हाम्रो एउटा सुटिङको लागि आएको छु क्यानाडामा र हामीले आज एउटा गीतको सुटिङ गरिरहेका छौँ। त्यसपछि तपाईको 3-4 दिन भइसक्यो नसुतेर डार्क सर्कल पुरै आइरहेछ यहाँ आँखाभरि। 4 दिन भयो हाम्रो सुटिङ गरिरहेको र आज हामी एउटा गीतको सुटिङ गर्दैछौँ। ल यो छ नि यहाँ इनियर एक्ट्रेस मनीष क्यामेराम्यान एन्ड सदिक्षा डाइरेक्टर म प्रोड्युसर। यहाँ हेर्दैछन् है मेरो पैसा डुब्ने त होइन नि गाइस, मेरो सब लगानी गरेको छु मैले 1-2 करोड यो डिसमा हैन गीतमा। सो हाम्रो यो गीत चाहिँ हामीले देखाउन मिल्दैन, कपिराइट लाग्छ। रिलिज भएपछि म देखाउँछु तपाईहरुलाई। अब फाइनल टेक प्लिज। सपना दिदीले धेरै पछि हाल्न आएको नि त पुरै। या एक्ट्रेस सपना एन्ड डाइरेक्टर सदिक्षा, क्यामेराम्यान मनीष एन्ड एक्ट्रेस सुजा कुवर। अब चाहिँ 1 2 3 भइसक्यो है। अब ल आऊ के भन्छ अब मेरो भिडियोमा के यस्तो लेख्नु सुताली तो इसारी गीतको त आफैको हेर्नै हो भनेर 3 राम्रो पनि थियो अनि यस्तो पनि थियो हैन। यस्तो भएर कति एउटा उडाएर तिमीको एक्टिङ गर्नु तिमीको कुरा त यस्तो यस्तो त त्यहाँदेखि बाहिर चाहिँ के नि हुँदैन। मलाई अस्ति बोलाएर सरी भने ड्याम भन्नु साथै उतो के हो ड्याम हैन पुरै त बुझ्छ पनि हामीले बिग नि हेर्दै कोन त अलिकति बिबियर भएर